लास्ट साथीहरु नमस्ते। म चाहिँ तपाईहरुलाई एउटा जानकारी दिन आएको। के जानकारी भन्नु पर्दाखेरि चाहिँ मेरो बेबो 2002 युट्युब च्यानलमा युट्युबले भिडियो रिमुभ गरिदिनु भयो। गरिदिसकेपछि एक हेलो एन्ड नमस्ते, वेलकम टु माई युट्युब च्यानल। दिस इज मी सुमन। सो गाइज फेरि पनि म हजुरहरूको माझ उपस्थिति भइसकेको छु नयाँ विषय र नयाँ कन्टेन्टका साथमा। सो आजको नयाँ कन्टेन्ट भनेको चाहिँ बेबो भ्लग छ। सो बेबो भ्लगको युट्युब च्यानल चाहिँ 7 दिनको लागि चाहिँ सस्पेन्ड गरिदिएको छ युट्युबले। सो त्यही कारणले गर्दाखेरि पनि बेबो भ्लगले चाहिँ आफ्नो भ्लगहरू चाहिँ युट्युब च्यानलमा चाहिँ अपलोड गर्न सकेकी छैनन् भनेर चाहिँ उनले आफ्नो हस्बेन्डको युट्युब मार्फत चाहिँ प्रश्न पारेकी छिन्। र सो उहाँको भ्लग चाहिँ फेरि पनि छिटै पनि हाम्रो माझ आउने भनेर चाहिँ उनले एउटा भिडियो सन्देश मार्फत चाहिँ प्रश्न पारेका छिन्। र सो गाइस कति पनि साथीहरू चाहिँ बेबोको सब्सक्राइबरहरू चाहिँ वेटिङमा हुनुहुन्छ नि त उहाँको भ्लग आएन भनेर। सो उहाँले चाहिँ यो भिडियो मार्फत चाहिँ प्रश्न पार्नु भएको छ किन उहाँको भ्लग आएन भनेर। हप्तासम्म भिडियो हाल्न पनि मिल्दैन। सो धेरैजनाले चाहिँ मेरो भ्लगहरूको चाहिँ इन्तजार गरिरहनु भइरहेको हुन्छ। उहाँहरूलाई चाहिँ एकदम धेरै म माफी माग्न चाहन्छु किनकि एक हप्तासम्म चाहिँ मैले भिडियोहरू अपलोड गर्न मिल्दैन। सो त्यतिन्जेलको लागि चाहिँ हजुरहरूले यो च्यानलमा यो चाहिँ बेबो अफिसियल यो चाहिँ मेरो बुढाले चलाउनु हुने च्यानलमा चाहिँ हजुरहरूले भिडियोहरू हेर्दै गर्न सक्नुहुन्छ। सो एक हप्ताभित्रमा चाहिँ मलाई चटक्क माया नमारिदिनु होला साथीहरु। एक हप्तापछि म फेरि ब्याक हुन्छु, ब्याक टु ब्याक म भ्लग पोस्ट गर्छु मेरो च्यानलमा। अहिलेलाई चाहिँ मेरो बुढाकोमै भिडियो हेर्दै गर्ने होला है त। सो हाम्रो चाहिँ नेक्स्ट टपिक्स रहेको छ लक्ष्मी श्रेष्ठ। लक्ष्मी श्रेष्ठले चाहिँ उहाँले चाहिँ एउटा भिडियो सन्देश मार्फत चाहिँ के प्रश्न पार्नु भएको छ भन्दाखेरि चाहिँ उहाँले चाहिँ आफ्नो हस्बेन्ड होइन, सो उहाँको बोयफ्रेन्ड चाहिँ बङ्गाली र बङ्गाली भइकन पनि उनी चाहिँ मुस्लिम नभइकन हिन्दू भएको भनेर चाहिँ उहाँले प्रश्न पार्नु भएको छ। र उहाँको रिलेसनसिप चाहिँ 1 इयर्स कम्प्लिट भएको भनेर चाहिँ उहाँले यो भिडियो मार्फत आफ्नो सब्सक्राइबरहरूलाई चाहिँ प्रश्न पार्नु भएको छ। र आफ्नो सब्सक्राइबरहरू नझिक्कुन् भनेर चाहिँ उहाँले चाहिँ मेरो बोयफ्रेन्ड चाहिँ बङ्गाली भएको र उहाँ चाहिँ हिन्दू र अहिले उहाँ चाहिँ डिग्री गर्दै गर्नुभएको भनेर चाहिँ उहाँले यो भिडियो मार्फत चाहिँ प्रश्न पार्नु भएको छ। हेर्न सक्नुहुन्छ उहाँले कसरी आफ्नो भिडियो मार्फत प्रश्न पार्नु भएको छ गाइज। यस मेनी अफ यु गाइज लाइक कमेन्टेड होइन मेरो युट्युब भ्लग्समा या फिर मेरो अब लभ रिलेटेड भिडियोज यताउति अब यो ठाउँमा मैले केही न केही सोचेर नै राखेको होला होइन। अब हजुरहरूको पर्सपेक्टिभ हुन्छ लाइक यु गाइज अब कोही मलाई राम्रो चाहनेहरू दे आर ह्याप्पी अनि दे आर वरिड टु लाइक पछि नजर नलाओस् एन्ड एभ्रिथिङ भनेर। अनि यस आई डु अन्डरस्ट्यान्ड एभ्रिथिङ लाइक हजुरहरूको कन्सर्न एन्ड अल। अब आज म यो ठाउँमा छु हजुरहरूको कारणले गर्दा हो। म पछि एकदमै ठुलो मान्छे होमला या फेरि एकदमै पैसा जति कमाए पनि म मेरो स्ट्यान्डर्ड्स म जुन ठाउँबाट आएको त्यो चाहिँ म कहिले पनि बिर्सिन्न होइन। ठुलो मान्छे बनेर धेरै पैसा कमाएर म पछि त्यस्तो ठुलो मान्छे पनि बन्दिनँ होइन। म त्यस्तो अरू त्यो ठुलो मान्छे बनेको त्यस्तो पनि आफूलाई पनि नपर्ने भएर चाहिँ अब जे जस्तो छ मलाई जसले हार्ड टाइम्समा मलाई साथ दिएको छ मलाई अब उसलाई सपोर्ट उसको हार्ड टाइम्स होस् या जे टाइम पनि होस् आई विल लाइक सपोर्ट देम के त्यस्तो छु क्या। म त्यस्तो खाले मान्छे छु होइन। आई डोन्ट सो एभ्रिथिङ इन सोसियल मिडिया। अब इफ आई फिल लाइक सोइङ देन म चाहिँ सो गर्छु। अब केही सोचेर नै सो गरेको होला भनेर चाहिँ बुझिदिनु होला। घाम छ त्यही भएर सनस्क्रिन चाहिँ अझै लाउनुपर्छ जस्तो लाग्यो मलाई, त्यस्तो चाहिँ बुझिदिनु होला होइन। अनि अब आई डोन्ट केयर अबाउट दि हेड कमेन्ट्स एन्ड को भए चाहिँ म यो ठाउँमा हुन्थिनँ, म यो ठाउँमा युट्युबहरू गरिरहेको हुन्थिनँ नि त। म चाहिँ त्यो तरिकाले सोच्छु क्या। त्यतिखेर मैले आफ्नो त्यागेको भए चाहिँ म यो ठाउँमा आउँथिनँ नि त। म चाहिँ त्यो तरिकाले सोच्छु होइन। अनि अब भने आइएम ओपन बुक अनि नाउ आइएम विथ अ गुड पर्सन होइन। अनि हामीले सोचेर नै अब काइन्ड अफ पब्लिक गरेको इभन माई फ्यामिली नोज अबाउट इट। सो यस आई नो कि हजुर वरि हुनुहुन्छ मेरो बारेमा, मेरो राम्रो चाहनुहुन्छ लाइक मलाई माया गर्ने मान्छेहरूले अभियसली मलाई 2019बाट हेर्नुहुनेले भन्नुहुन्छ कि यु आर अल ग्रोन अप सिस्टर्स। पहिला फर्स्टमा भ्लग हेर्दाखेरि कति सानो थियो अहिले यति ठुलो लाग्छ भनेर भन्नुभएको थियो। अभियसली अब यो 5-6 इयर्समा त धेरै चेन्ज भयो होइन। आई लर्न अ लट अफ थिङ्स होइन। हजुरहरूले जे भन्न पनि पाउनुहुन्छ होइन किनभने हजुरहरूले हाम्रो च्यानल सब्सक्राइब गर्नुहुन्छ हामीलाई हेर्नुहुन्छ होइन। त्यो यु हेभ राइट टु से हजुरहरूलाई के लाग्छ के लाग्दैन पर्सपेक्टिभ एन्ड एभ्रिथिङ होइन। आई रेस्पेक्ट द्याट, आई रेस्पेक्ट एभ्रिथिङ। अनि म त्यस्तो कुनै कुरालाई नेगेटिभली त्यसरी पनि लिँदिनँ होइन। किनभने जुन ठाउँमा म छु हजुरहरूको साथ सपोर्ट मायाले छु होइन। स्टुडियो खोल्ने यत्रो निर्णय गरेँ अनि खोले पनि राम्रो हुँदैछ। स्टुडियोको स्टोरी लाइफ स्टोरी अब इट हेज बिन हार्ड लाइक सानैबाट के यहाँसम्म आउँदाखेरि। तर अहिले आई डोन्ट लाइक चेज रङ पिपुल मेरो लाइफमा होइन। अहिले मेरो
साँच्चै भन्दाखेरि मेरो धेरै कोही सर्कल अफ फ्रेन्ड कोही पनि छैन मेरो वरिपरि। सो हाम्रो लास्ट एन्ड थर्ड कन्टेन्ट रहेको छ सिजलिङ रहनी। सिजलिङ रहनी चाहिँ गाडीमा सफर गर्दाखेरि चाहिँ एउटा खलासीले चाहिँ उहाँ नजिकै रहेको एउटा महिला केटीमाथि चाहिँ नराम्रो व्यवहारले हेरेको र सो अनि उहाँले चाहिँ त्यस्तो नगराउनु भनेर चाहिँ अनुरोध गर्दाखेरि के हुन्छ त यस्तो छोटो कपडा लगाएपछि हेर्न पाइन्छ भनेर चाहिँ उहाँ दुईजनाहरूको बिचमा चाहिँ यस विषयमा चाहिँ डिस्कस भएको भनेर चाहिँ उहाँले यो भिडियो मार्फत चाहिँ प्रश्न राख्नु भएको छ आफ्नो सब्सक्राइबर मार्फत। सो उहाँले चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ छोरी मान्छेले छोटो कपडा लाउँदैमा चाहिँ नराम्रो नजरले हेर्नु हुँदैन भनेर चाहिँ उहाँले आफ्नो धारणाहरू यसरी राख्नु भएको छ। अनि त्यस पछाडि एउटा बहिनी बसमा चढ्नु भएको थियो होइन, उहाँले त्यो साइड त्यो हुन्छ नि कट त्यो साइड कट भएको स्कर्ट लाउनु भएको थियो होइन। अनि त्यस पछाडि यो खलासीले हेरै गरेछ। अब बहिनीले त अनि अब हामीलाई त अब गुड लुक ब्याड लुक ओर लाइक त्यो मान्छेको कुन इन्टेन्सनले हेरिरहेको छ ओर अब हुन्छ नि गुड टच ब्याड टच त्यस्तो त थाहा हुन्छ नि त। अनि त्यस्तो हेरेको देखेपछि बहिनीले चाहिँ झर्ने बेलामा के हेरेको यताउति कहिले हेर्नु पाएको थिएन त्यस्तो भनिदिनु भयो होइन। अनि त्यसरी भनिदिनु भयो अनि झर्नु भयो होइन। अनि त्यस पछाडि त्यो कन्डक्टरलाई चाहिँ खलासीलाई चाहिँ त्यो ड्राइभर दाजुले सम्झाउनु थाल्नुभयो क्या, तेरो अस्तिदेखि यस्तो कम्प्लेनहरू आइरहेछ। त्यो बहिनीले पनि त्यसरी भनेर झर्यो भन्दाखेरि चाहिँ खलासी चाहिँ के हुन्छ र अब देखि त हाल्यो हरेसर भनेर मलाई त्यति बेला रिस उठिसकेको थियो। तर अर्काको कुरामा किन बोल्ने होइन, चुप लगाएर आफ्नो बाटोमा हिँडिरहेको थिएँ। अन्त अर्को अङ्कल बोल्यो है, अङ्कल पनि होइन दाइ लाइक कति अराउन्ड 40-42 टाइपको क्या। अन्त यसरी हेऱ्यो खलासीको सपोर्टमा कि अब के भयो त होइन भाइ त्यही देखाउनुलाई नै लगाएको हुन्छ केटीहरूले, हेऱ्यो नि भन्यो मलाई त हेऱ्यो नि अरे कि। अनि मलाई चिल्लो भयो क्या, कुनै पनि केटी मान्छेले अलिकति क्लिभेज देखेर लगाएको लुगा और अलिकति त्यो साइड कट और हाफ जति नै सर्ट्स लगाओस् कि जति नै बिकिनी नै लगाएर हिँडोस् त्यो कसैलाई देखाउनको लागि भन्ने हुँदैन क्या। आफ्नो कम्फर्ट जोनमा आफूलाई मन परेको लुगाहरू लाउनु पायो नि त, त्यो केटालाई देखाउनुकै लागि लगाएको भन्ने हुँदैन नि त। मलाई त यस्तो रिस उठेर म त फलक्क पर्दैन के भयो बहिनी अरे अङ्कल तपाईँ गलत हुनुहुन्छ यसमा राम्रोसँग क्या। तपाईँले कसरी भन्न सक्नुभयो कि त्यो बहिनीले त्यसरी स्कर्ट लगाएको चाहिँ फेरि केटा मान्छेहरूलाई देखाउनुकै लागि भनेर भन्यो कि। त्यो अङ्कल त पुरा बिछेर त मेरो घरमा त लाउनु दिन्न, यो छोरी मान्छेहरू अहिलेको यो जमानामा यो छोरी मान्छेहरूले यस्तो लाउँछ उस्तो लाउँछ, त्यो बहिनीले देखाउने लगाएको हो त हेऱ्यो नि हेर्दा के भयो त अरे अम्बो। अन्त पुरा भन्दै मैले तपाईँको घरमा दिनुहुन्न, तपाईँको घरमा स्ट्रिक्ट हुनुहुन्छ भने तपाईँको वाइफ तपाईँको छोरीहरूलाई राख्नुहोस् त्यसरी, तर अरूको छोरी चेलीमाथि चाहिँ तपाईँले त्यसरी भन्न पाउनुहुन्न भन्दै भनिदियो होइन। नि त्यो अङ्कल झरिहाल्यो चुपचाप हो। अनि खलासी दाजु पनि अझ भनेको भने रहेछ कि त्यहाँ पछाडि आन्टीहरू पनि हुनुहुन्थ्यो, भाइ तिम्रै गल्ती छ चुप्प लागेर बस्यो भने। अनि फेरि पछाडिको दाइहरूले पनि भाइ तिम्रै गल्ती छ भनेर भने। अनि के अरे ड्राइभर दाजुले त झन् कन्डक्टरलाई झन् उयो सम्झाउनु भने अब हुन्छ नि अब त्यस्तै होला नि त बानी नै। अनि भन्नु थाल्नु भयो अनि म चुप्प लागेर बसेँ। मलाई त यस्तो रिस उठेको नि ब्रो, हामीले त्यो अब हामी केटी मान्छेहरू भइसके पछाडि अब त्यो बहिनी म चिन्दा नि चिन्दिनँ टाइम त लिन्छ नि त। त्यसरी भनिसके पछाडि त त्यो बहिनी चाहिँ झरिहाल्यो होइन। अन्त भाइ साहब कस्तो पाराले लिने कि केटीहरूले त्यसरी लुगाहरू लगायो भने ओर्ने केटाहरूलाई देखाउनकै लागि लगाएको जस्तो क्या। मलाई त चित्त बुझेन, मैले त बोल्थेँ। अब मेरो गल्ती भएको भए त बसको मान्छेहरूले पनि त त्यो कन्डक्टरलाई त्यो अङ्कललाई त त्यसरी त भन्दैन थियो होला नि त। कस्तो भएको कि एकछिन त अनि यहाँ बसेँ अनि अलिकति काम भएर अनि मैले हजुरहरूसँग सेयर गरेको कि अब जे हुन्छ जस्तो हुन्छ त्यो त सेयर गर्नु पर्यो नि त, लाइफमा के हुँदैछ कस्तो हुँदैछ भनेर। हो भाइ साहब तर यस्तो कुराहरूमा चाहिँ नबोली चाहिँ बस्ने होइन है। कुनै हुन्छ नि कुनै ठाउँमा पब्लिक प्लेसेसहरूमा यसरी तपाईँलाई अब पब्लिक हरासमेन्टहरूको केसेसहरू कति बढिरहेको हुन्छ होइन। यु निड टु स्पिक अप के यस्तो कुराहरूमा चाहिँ। अझ जतिसुकै होस् बुढो होस् कि सुड्डो होस् कि मभन्दा ठुलो होस् कि गलतलाई गलतै भन्ने हो। कस्तो एकछिन माइन्ड फ्रेस